ल हेर अब भनौँ भने जस्तो हुन्छ म पदेरामा गएर नुहाइधुवाइ गरेर एक गाग्री पानी लिएर आइसकेँ यो छोरीले अझसम्म आँगन बढाएर सकेर हिँड्छ बा बढार्दै त छु नि बा यस्तो तालले के घर गरी खाली खोइ आँखा तर्छे हेर न अनि तेरो दाइ गोजेर अहिलेसम्म उठ्या छैन किन नउठ्नु उठ्यो रे चाउरे दाइकामा लुगा छेक्न गइसक्यो ल हेर अब त्यो गोजेङ्ग्रेलाई किन जान्ने हुनु पर्या त्यसरी लुगा लिएर उनीहरू कहाँ नै छेक्न गएपछि तिनीहरूले लुगा खाँदैनन् भने जाछोरी जा त्यो लुगा सिउन नदिएर लिएर आइहाल्छ भने जस्तो हुन्छ अब बार्न कुबार त्यो लठेब्रोलाई किन लुगा छेकाउन जानु पर्या केही पनि बुझ्दिनँ म पनि अरे नयाँ लुगा लाउनु पर्छ र घरको छ घरमै रहेछन् चाउरे दाइ सुन्दैन चाउरे दाइ के भएको थिए सर्ट लिएर आएको नि बाले किन्देर सर्ट छेकिदिनु पर्यो नयाँ हो नयाँ